धन्यवाद हाम्रो ल्याङफ्याङ युट्युबमा सबैजनालाई स्वागत छ। म तपाईहरुकै मनोरञ्जन दिने अला गोविन्द कटवाल। ल हाम्रो आज गाउँका वीरराज सोमका अध्यक्ष सहित हाम्रा गाउँका युवा नेताहरू यहाँ हुनुहुन्छ। म यसो साथीहरुसँग रमाइलो कार्यक्रम लिनेछु, त्यही भएर म एक जनालाई म इन्टरभ्यु गर्नेवाला छु। त्यही भएर हेर्नु होला सबैले लाग्छमा। ल हाम्रो अब यताबाट सुरु गर्नुपर्छ। नमस्ते, धन्यवाद। हेलो, धन्यवाद। हजुरको नाम भन्नु पर्यो। सुशील खड्का। सुशील खड्का। हजुर अहिले के गर्दै हुनुहुन्छ? हेर्दा त लक्कै देखिनुहुन्छ। हेर्दा त्यस्तै देखिन्छ हैन? के गर्नुहुन्छ? हजुर के गर्नुहुन्छ? त्यही गर्दै हल्ली खाने पर्ने अनि यो हल्ला खानु पर्यो नि। अलि आफै हल्लिन्छ त, मैले हल्ला कहिले के गर्नु? त्यस्तो गर्न हुँदैन, हल्ला र हुँदैन। परिस्थिति नै त्यस्तो आउँछ त। हजुरको अनि के छ? यसो हेर्दा त गाउँको लक्कै देखिनुहुन्छ। कस्तो छ? ठिकै नै छ। हजुर अनि अब के जब सब के गर्नुहुन्छ? हेर्दा त अब टक्कै देखिनुहुन्छ। राम्रै देखिन्छ। ए ठिक छ। हजुरको कत्रो छ त? हात त सानसानो ठुलो छ। हजुर ल हजुर अब यस्तै हो। तपाईँ अब गाउँतिर बसेछ कि सहरको हो तपाईँको? गाउँतिरै भन्नु पर्यो नि। धन्यवाद हजुरलाई। लु ल हामी अर्कोतर्फ जाँदैछौँ। हाम्रा अर्का गाउँका युवा नेता लोकल 12 देखि बोखासम्म लड्नुहुन्छ। स्वागत छ हाम्रो युट्युबमा। हजुर के हो? हजुर त जङ्गी राजा हुनुहुन्छ त। म भनेको गाउँको एकदम राजे। राजे हजुरको के छ? पढाइ लेखाइ छ कि? पढाइ लेखा डिग्री पास भयो। डिग्री पास। व्यापास गर्ने होला म। हजुर भएको तपाईले के भन्नु पर्यो? यो त देखाउनुस् अब यति सबै मेरो उता देखाउनुस् क्यामेराम्यान। हजुर लु हेर्नुस् यता देखाउनुस् अब। हजुर हजुरको लु भन्नुस्। हजुर मेरो शुभ नाम भने चाहिँ खगेन्द्र खड्का कलाकार हो। हजुर ल धन्यवाद। हामी फेरि भन्ने छौँ, हेर्नुहोस् है सबैजनाले। हाम्रा गाउँका युवा नेता खगेन्द्र खड्काज्यूलाई युट्युबमा ल्याङफ्याङमा स्वागत गरिएको छ। हजुरलाई अब के सोध्ने छौँ हामी। अब हजुरको यसो हेर्दा त गाउँकै उसले देखियो के देख्नु? छेक्रा जस्तै छ। लुगा सबै लाग्छ के देख्नु तपाईँ? त्यो देखियो त केही छैन हजुर। अनि के छ हजुरको? अनि अब के पढाइ लेखाइ राम्रै छ नि? अहिले एक्जाम दिएर आएको। एक्जाम दिएर आउनु भएको? एक्जाम अनि हजुरको एक्जाम कस्तो भयो? एक्जाम भनेको राम्रै पढाइमा ट्यालेन्ट छु। ट्यालेन्टै हुनुहुन्छ। ट्यालेन्ट भएको कारणले खासै अप्ठ्यारो भएन। खासै अप्ठ्यारो भएन हजुर। ए अनि गाउँका बाख्रा कतिको लहटिन्छ? होइन त्यस्तो त्यस्तो हुँदैन। हजुरकोबाट हुँदैन? हजुर मेरोबाट ए बाख्रा होइन यस्तो पायो भने के अब के भन्नु? अब त्यस्तै त्यस्तै मिलाएर बुझ्नुहोस् न। मिलाएर कस्तो मिलाएर बुझ्ने? यो युट्युब हो क्या, मिलाएर बुझेर हुन्छ? अब युट्युबर भएर कति मिलाएर बुझ्नु पर्यो नि। मिलाएर बुझ्नु। ए हस् धन्यवाद। होइन होइन भन्न पर्छ। अनि हजुरको महिना कमै छ? हेर्दा त सबै देखिनुहुन्छ। मेरो महिनाको त्यही हो 1-2 करोड हो। 1-2 करोड। ए हक्दानी पैसाले अब पुस्ने? हजुर पैसा त पुग्छ। ए हजुर धन्यवाद। हामी यीसँग इन्टरभ्यु लिइसक्यौँ। अब हाम्रा अर्कै आउँदै हुनुहुन्छ जङ राजा, गाउँकै लोकल राजा हुन् खडगाउँका खडेन्द्र। यहाँ गाउँदेखि लोकल सबैलाई कुदाउनुहुन्छ। स्वागत छ हाम्रो ल्याङफ्याङ युट्युबमा। धन्यवाद धन्यवाद धन्यवाद। यसो हेर्दा त उहाँ गाउँका विदेशी उहाँ देशकै राजा जस्तो देखिनुहुन्छ। के हो? म पहिलाको राजे हो प्रताप। अनि ए हो प्रताप जङ राजा उखालढुङ्गा भेलु सङ्घका अध्यक्ष। ल हजुरको परिचय दिन सुरु गरौँ। मेरो नाम चाहिँ अब लोकल राजा। लोकल राजा। लु हेर्नुहोस् लोकल राजा उनी हुन्। अब उनलाई हामी एउटा सानो छलफल गर्नेछौँ हामी। अनि हजुरको अब के छ? हजुरको हेर्दा त ठुलै मान्छे जस्तो देखिनुहुन्छ। के हो कुराकानी? मान्छे त ठुलै त हो नि, 6 फिटको छु। अनि 6 फिटको तपाईँको त हुन नि ठुलो नि, 6 फिट छ। ज्यादा रहेछ। हेलो तपाईँले त ठुलै होला तपाईँको त ठुलो छ। अनि पढाइ लेखाइ कतिको छ तपाईँको? एकदम हिपहप स्कुल फर्स्ट। स्कुल फर्स्ट। अनि यसो हेर्दा भविष्यमा के बन्नुहुन्छ तपाईँ? भविष्यमा धेरै ठुलो बनिँदैन, यस्तै 4-5 करोडको मालिक। ए 4-5 करोडको मालिक। हेर्नुहोस् 4-5 करोडको मालिक है। हेर्नुहोस् सबैजनाले। अब हाम्रा यस्तै हो। अब गाउँमा बस्नुहुन्छ। अनि के व्यवसाय छ त फेरि हजुरको? मेरो हजुर यिनै केटाहरूलाई यसो रोजगार दिन्छु। यस्तै बाख्रा हेर्ने केटाहरू बेला है, एकजना दुईजना। अरू भन्ने कस्तो कुरो हो तपाईँको? तपाईँलाई के छ? गाउँमा बसेको बाख्रा पालेर 1 करोड
तपाईँ आम्दानी हुँदैन अनि यो यस्तो यो भने तपाईँ के हो यो बाख्रा कुदाउँदै हिँड्ने भनिरहेको छ मलाई तपाईँको साथीले जस्तो लाग्छ यस्तो नौरी कुरो गर्ने यस्तो म यो गर्ने यस्तो मान्छे जान्छ भन्दै तपाईँ के हो यस्तो तालमा हुन्छ यो के हो तपाईँले हातहरू गर्नु मिल्दैन यो हजुर अब हामी यही विषयका छलफलमा जानेछौँ हाम्रा गाउँका एभ्रिबडी एभ्रिथिङका अध्यक्ष सङ्घका कुद्नु हुनेछ उनले गर्नुहुन्छ गाउँका क्रियाकलाप सबै यता बाख्रा हेर्नेदेखि गोरु कुदाउनुहुन्छ कहिलेकाहीँ अर्का बुढी पनि ताक्नुहुन्छ हस् धन्यवाद हजुर हाम्रो युट्युबमा स्वागत धन्यवाद अनि अघि त कलाकार देखाउनुहुन्छ अहिले किन नबोल्नु भएको हजुर कलाकार भएर देखाएको नि कलाकार होइन हजुर त अनि अघि यो पत्रकारको है अर्ग्यानिक केही भएन अब यो पत्रकार भने त्यस्तो सिरियल झार्दै हिँड्थ्यो त यार पत्रकार यो के भन्नु पत्रकारलाई सम्मान गर्नुपर्छ सिरियल झारेर पत्रकार यो होइन यो केही पनि होइन हजुरलाई अब हाम्रो ल्याङफेङ युट्युबमा स्वागत छ के तपाईँको के बेरोजगार सङ्घ बेरोजगारी शङ्का हेलो धेरै पैसा ए होइन त तपाईँहरूको यी के हुन् गाड हुन् कि जस्तो धेरै मालिक जस्तो देखिनुहुन्छ तपाईँ भुसी फङ्का केटा हुन् काम गर्ने केटाहरूले आमामा यी भुइसी पङ्का केटा रहेछन् हेर्नु सबैजना गोबर सोर्ने केटाहरू रहेछन् त्यही पनि यिनले भन्छन् मलाई म गाउँको राजा हुँ म काठमाडौँ जान्छु म विदेश गएर यति पैसा कमाएँ भने नि हौडे रहेछन् यहाँ हेर्नु दुध हारे यस्ता भएको हुन् भुसीको दुध हारा भुइसीको दुध खाएर अरे यस्तो कुरो छ यहाँ हेर्नुहोस् नि यी केटा हौडे रहेछन् यी काम रहन्छ तपाईँले पाल्नुहुन्छ हौ ए मैले पालेको सब तपाईँले पाल्नुहुन्छ यिनीहरू हेर्नु त जङ्गी राजा राँगा जस्तो ए यिनीहरूले त अनि यसो हेर्दाखेरि त अनि त तपाईँले त रोजगार मध्ये रोजगार अनि के हो यस्तो यो इन्टरभ्यू लिएर यो कपाल पाल्ने हो तपाईँ आउनुहोस् तपाईँ आउनुहोस् अब उसको हाम्रो र उसको र मेरो वार्ता हुने भयो अन्त लाग्छ मेरो के हो भने यो भनेको क्यामेराम्यान भाइ भनेको मेरो आफ्नो गाड हो मेन गाड सभा हो भने यिनीहरूले म यसले भनेको चाहिँ खाइसक्छ आमामा क्यामेराम्यान भनेको त 2 लाख नै भ्याउँदैन 2 लाख आमा तपाईँ त ठुलै पोस्टको मान्छे हो तपाईँको यो पनि ठुलै होला है तपाईँको यो पत्रकार भनेर के भन्नु यो पत्रकारले पत्रकारले यस्तै हेर्छ भन्ने कुरो हुन्छ कसरी हेर्छ यो नेतृत्व गरेर हामीले यो ओखालढुङ्गाद्वारा आयोजित गरेर हेर्छौँ हामीले यो पत्रकार नभएर कुटेर हिँड्नु पर्नु मैले पत्रकार हेर्नु चाहिँ तपाईँले पत्रकारलाई कुटियो कुरो गर्दैछ पत्रकार मैले मेरो कार्ड लानु परेको गाड तपाईँको गाडलाई नि यो त्यस्तो कुरो नगर्नुहोस् तपाईँ के सोध्नु आउनुहोस् दायाँ सोध्ने हो दायाँ सुन्दैन खोले काम गर्ने हो यो नेतृत्व गर्दैछौँ हामी त्यसलाई असाराम हटाउने कार्यक्रम गर्छौँ हामी अझै राम्रो राम्रो गर्छौँ यो सुरुको त्यही हो अब हजुरको माइक के यस्तो यो माइक के हो यो माइक अब यो अर्ग्यानिक खालको तपाईँले अब यस्तै हो यो गाउँको यस्तो माइक कहाँदेखि ल्याएको मलाई पनि एउटा चाहिएको थियो हजुरलाई यो हामीले लिएका भन्नुपर्दा हजुरहरू यो माइक लिएका हामीले काठमाडौँको धुलीखेल रामेछाप हुँदै काठमाडौँ आयोजना गरेको सिन्धुलीदेखि यो कार्यक्रम आयोजना गरेर यो माइक लिएको हामीले यो विदेशीदेखि खरिद गरेर अस्ति दुर्गेश थापासँग लिएर आएको सिन्धुलीबाट दुर्गेश थापाद्वारा आयोजित गरेर लिएको अब हजुरको के वास्तविकता छ हजुरहरू भन्ने मेरो सानो छ सानो के छ मेरो हेर्ने तपाईँ ओ पत्रकारको हिँड्ने सुरु गर्दैछ पत्रकारको छैन ल्याङफेङ भइसकेको छ हाम्रो यो ल्याङफेङ युट्युब च्यानल हो ल युट्युब च्यानलमा सबैजनाले माया गरिदिनु होला ल सबैजनाले माया गरिदिनु बाहिर हेर्न छिर्जाउने केटा त्यहाँ बाख्राले ल धन्यवाद यो फर्स्ट हाम्रो इन्टरभ्यू हो रमाइलोको लागि यस्तै छ अब यस्तै अलि दुईटा दिन अरे भाइ आउँछ अब ल